ल मौला काली नमस्कार गुरु नमस्कार यस राइट वान New vlog. Welcome to Suresh Sir's vlog, everyone. Everyone subscribe. Oh, Suresh Sir. So you are looking very nice, sir. Yes, sir. Very nice, sir. Oh, Suresh Sir. Vlog. Best sir in the world. Hello. Hello. Oh, Suresh Sir. Suresh Sir. Oh, yes. नमस्कार आज यहाँ साथीहरु आउनु भयो भने सब्स्क्राइब गरिदिनु होला भर्खर फर्केको के हो ढिलै भयो नमस्कार Yes. Good morning, ma'am. Yes, ma'am. Hello. Hello. Good morning. Morning, sir. त्यहाँ कोही छैन अब आयो Morning, morning. गाउँले परे Hey. गाडी पार्किङ गरिसक्यो दौडेर आयो हो यहाँसम्म कसले ल्याइदियो त तिमीलाई कसले ल्याइदियो यहाँसम्म बिस्तारै प्लेसमेन्ट गरिराख्ने खानाको लागि यहाँले ल्याउनु भएको मोटी मोटी चामलले ठुलो महत्त्व रहनेछ। यहाँलाई हामी स्वागत गर्न चाहौँ। यहाँहरूको उपस्थितिले भगवती माताको प्रेरणाले भगवती माताको सेवाले यहाँको परिवारको उन्नति प्रगति र प्रेरणा प्रदान गराउन हामी कामना गर्छौँ। त्यस्तै गरेर आदरणीय भरतपुर निवासी आदरणीय भक्त हुनुहुन्छ भीमबहादुर थापा परिवारको उन्नति प्रगतिको लागि उहाँले 555 रुपियाँ दान गर्नुभएको छ। थापा परिवारको उन्नति प्रगति रहोस् र उहाँले आर्थिकताको पुगोस् हामी कामना गर्छौँ।
त्यस्तै गरेर सानो बाबु छन् रिहान चौधरी 14 गाई दान गरी यस पवित्र स्थलको उन्नति विकासको लागि सेवा गर्नुभएको छ। 14 गाई परिवारको उन्नति प्रगति रहोस् र सधैँ फलोस् फुलोस् हामी यही कामना गर्छौँ। त्यस्तै गरेर आदरणीय भक्त हुनुहुन्छ भरतपुर 15 निवासी शर्मिला बनिया यस पवित्र बानियाजीको परिवारको उन्नति प्रगतिको लागि 110 रुपियाँ दान गर्नुहुन्छ। बानिया परिवारको उन्नति प्रगति माताको कृपा रहिरहोस्, यहाँले आदिचिताको पुष परिवारमा सधैँ खुसियाली खाओस् हामी कामना गर्छौँ। त्यस्तै गरेर आदरणीय श्रद्धालु अति दानवीर अति भक्त हुनुहुन्छ भगवती माताको पाउमा आउनुहुने कालिका पदमपुर चितौन निवासी आदरणीय भक्त ताराप्रसाद पौडेल परिवारको उन्नति प्रगति रहोस् र उहाँले वैदेशिक यात्रामा जानु थाल्नुभएको छ। वैदेशिक यात्रा सफल होस् र कुनै समस्या बाधा आएर नगरोस्। यहाँको सफल यात्राको लागि भगवती मातासित प्रार्थना भगवती माताले सधैँ यहाँको वैदेशिक यात्रामा यहाँको मनोकामना सिद्धिको लागि भगवती माताले रक्षा गर्नु माताको कृपा सधैँ रहिरहोस्। यहाँ कहाँबाट पनि माताको आशीर्वाद धन्यवाद। त्यस्तै रोशनी छेत्री आदरणीय श्रद्धालु भक्तजनहरू भगवती माताको सेवाको लागि भगवती चिन्ताको लागि यात्रा सफल हामी यहाँका निधि त्यस्तै गरेर कालिकाको पदमपुर चितौन निवासी आदरणीय भक्त हुनुहुन्छ समस्त गुरुङ परिवारको उन्नति प्रगतिको लागि उहाँले यस पवित्र स्थलमा 210 रुपियाँ दान गर्नुभएको छ। गुरुङ परिवारको उन्नति प्रगति रहोस् र भगवती माताले प्रेरणा प्रदान गरून्। त्यस्तै गरेर भरतपुर 1 निवासी सुभद्रा श्रेष्ठ परिवारको उन्नति प्रगति र सुस्वास्थ्यको कामना र भगवती माताको अनुकृपाको लागि 105 रुपियाँ दान गर्नुभएको छ। सुभद्रा श्रेष्ठजीको परिवारमा सधैँ खुसियाली रहोस् र उहाँले आदिचिताको पुरोस्। उहाँको परिवारमा सधैँ जीसी परिवारमा सधैँ खुसियाली छ हामी कामना भगवती मातासित प्रार्थना गर्छौँ। भरतपुर 26 निवासी धर्म खनालजी हुनुहुन्छ। पवित्र मानवलाई खुसी रहन खनाल परिवारको उन्नति प्रगति रहोस् हामी कामना गर्छौँ। त्यस्तै गरेर अति दानवीर दाता र दयालु हुनुहुने भरतपुर 26 रोजीराम निवासी आदरणीय भक्त हुनुहुन्छ पीताम्बर अधिकारी परिवारको उन्नति कामना गर्छौँ। कसैले कलश लिनुभएको छ भने कृपया सोही स्थानमा लगेर राखिदिनु होला। एकजना भक्तजनको कलश हराएको छ, कलश चाहिन्छ आफ्नै कलश लिएर हिँड्नु होला, अरू कसैको कलश नउठाइदिनु होला। हामी अनुरोध गर्छौँ त्यहाँ मोबाइल माइक given away. Let's go. Oh,